साथीहरू, म तपाईँहरूसँग छु आज। म तपाईँलाई एउटा रमाइलो किरा देखाउन चाहन्छु है। यो चाहिँ बर्खाको बेलामा हाम्रो बारीतिर देखिन्छ। कालो खपटे खपटा सहितको सेन्टिपेड जस्तो अरिमठे भन्छ नि, धेरै खुट्टा भएको त्यस्तै किरा जस्तो देखिन्छ है। ल यो हेर्नुहोस्, यहाँ यी भिडियो चलिरहेछ, यो हिँड्दैछ है। यो चाहिँ देख्दाखेरि चाहिँ यो डाइनोसरको बेलाको जस्तो देखिन्छ, तर खासमा भनौँ भने यो किरा नै होइन। यो चाहिँ हामी जुनकिरी भन्छौँ नि, फायरफ्लाई है, हो जुनकिरीको चाहिँ लार्भा हो यो है। देख्दाखेरि यस्तो डाइनोसर जस्तो छ, अरिमठे जस्तो छ, धेरै खुट्टा छ, तर यो चाहिँ जुनकिरीको लार्भा हो। र हामी चाहिँ यो देख्दाखेरि यस्तो अलिकति चाहिँ देख्दाखेरि राम्रो पनि छैन, उस्तै पऱ्यो भने चाहिँ पोटेन्सियली डेन्जरस ग्रस खालके छ है। त्यो भावनाले मान्छेले यसलाई मार्ने गर्छन् है, तर यसलाई मार्नु हुँदैन। किनभने यसले चाहिँ सङ्के किरा हरू जुन चाहिँ हाम्रो बर्खाको बेलामा हाम्रो बारीमा आएर चाहिँ साग पात तरकारी सबै खाएर चाहिँ नाश गरिदिन्छन्, तिनीहरूलाई खान्छ, यसले मारेर खान्छ है। त्यो भावनाले अबदेखि तपाईँहरूले देख्नुभयो भने यसलाई नमार्नु होला। यसलाई चाहिँ हाम्रो संरक्षणको जरुरत हुन्छ। र यो लार्भा यो स्टेज, यो यसको स्टेज पार गरिसकेपछि चाहिँ प्युपाबाट, कोकुनबाट अनि पछि बिस्तारै फायरफ्लाई निस्किन्छ, जुन चाहिँ राति हामी जुनकिरी भन्छौँ। जुन किराहरूले चाहिँ एकदम रातै उज्यालो बनाइदिन्छ। आजकल त्यति देख्न पनि देखिन्न होइन। त्यो भावनाले हामीले यो लार्भालाई चाहिँ जोगाउनुपर्छ है त साथीहरू। ल पछि फेरि अर्को रमाइलो कुराकानी गर्नको लागि अर्को भिडियोमा भेटौँला। अहिले